यता मेगाने पुलमा जाँदैछु। मेगाने पुल भनेर भन्छन्। अब जापानिजमा मेगाने भनेको चस्मा हो हैन। मेगाने चस्मालाई चाहिँ मेगाने भन्छन्। त्यो मेगाने आकारको चस्मा आकारको पुल छ के। जापानको यो सडक जापान यति सफा छ नि, फोहोर गर्ने मनै लाग्दैन के। नेपालमा हुँदा जताततै फोहोर देखिन्थ्यो, अनि फोहोर हुनाले टक्क फोहोर गर्ने हैन, कतै ठिकै छ त सबैले फाल्या छ जस्तो लाग्थ्यो। जापानमा फोहोर गर्ने भन्ने हुँदैन के। यति सफा छ खोला। यो खोला हो, यो खोला चाहिँ खत्रै युनिक छ। खोला हैन, सानो मात्र आउँछ तर यति सफा छ हैन। मेगाने यो चस्मा आकारको पुल भएको हुनाले यसलाई चाहिँ मेगाने भनेर भन्छन्। अनि यो ठ्याक्क चस्मा आकारको छ पुल। मात्र एउटा मात्र पुल छैन, यस्ता धेरै पुलहरू छन्। अनि खोला पनि यति सफा छ। माछाहरू यहाँ भएको चिजहरू यिनीहरूसँग यहाँ केही पनि पाउँदैन। यहाँ उत्पादन भन्ने कुरा केही पनि हुँदैन। जस्तै हाम्रो नेपालमा त जे पनि हुन्छ नि त, जे पनि पाउँछ, जे पनि उत्पादन हुन्छ। नेपालीहरूले जे पनि गर्न सक्छन् हैन। नेपालीहरू जस्तो सुकै काम गर्न पनि तयार हुन्छन्। तर पनि नेपाल यति विकसित छैन क्या। नेपालमा नेपाली मान्छेहरू यति धेरै काम गर्छन् हैन, ठुला काम गर्छन्, तर नेपाल त्यति विकास छैन भन्ने गर्छन् नि। जापान अझै पनि चाहिँ 2050मा जिरहेको छ भन्छन्। 2050 हामी अहिले 2025मा छौँ, तर जापान अहिले 2050मा चाहिँ हिँडिरहेको छ। विकासले गर्दा यस्तो भएको। फेरि 2050मा चाहिँ छैन जापान, त्यही 25मै हो। यहाँको विकासले गर्दा चाहिँ यो तलपट्टि पनि मेगाने आकारका चस्मा आकारका पुलहरू छन्। म ती पुलहरू पनि तपाईँलाई देखाउँछु। यो यहाँ त अलि माथि अलि राम्रो छैन, तलतिर समुद्रको छेउमा चाहिँ अति राम्रो छ। म त्यो पनि यहाँ देखाउँछु कस्तो छ। टक्कै यहाँ एउटा पुल छ। अनि यो खोला यस्तो राम्रो छ हैन, यति धेरै सफा छ। यसमा कछुवाहरू पनि रहेछ, माछाहरू पनि विभिन्न प्रकारको छ। अनि बस्ने ठाउँ चाहिँ यति तलपट्टि बस्ने ठाउँ यति सफा छ हैन। कुरै छोडिदिउँ यता बस्ने टक्क पारेर। म भर्खर जापान आएको, मलाई त यसको बारेमा धेरै थाहा छैन। आज साथीहरू पनि कोही पनि छैन, उनीहरूलाई सायद जानकारी थियो होला। उनीहरू आज काममा गइहाले। गएको चाहिँ बिदा छ, आज कलेज चाहिँ बिदा छ, तर काम चाहिँ बिदा हुँदैन। जापानमा चाहिँ गएको बिदा भयो भन्दैमा काम बिदा हुने। नेपाल जस्तै जापानमा पनि डेली सरकारी बिदा परिहाल्ने टाइपको चाहिँ हुँदैन, किनभने विशेष दिन मात्र छुट्टी हुन्छ, बिदा हुन्छ। काम चाहिँ निरन्तर चलिरहेको हुन्छ सरकारी कामहरू। अनि यहाँ अलि नियम चाहिँ कडा छ हैन। मैले त्यो माथि मेगाने पुलको माथि गएर चाहिँ यताउतिबाट कस्तो देखिन्छ म देखाउँछु। यता छेउमा छ यो ठाउँ भनेको चाहिँ यहाँ जापानिजहरू होस् या नेपालीहरू विदेशीहरू एकदमै पर्यटकीय स्थल हो कि। यहाँ धेरै मान्छेहरू आउँछन् हेर्नको लागि। अति सफा छ, अति सुन्दर छ हैन। कस्तो बनाउन सकेको कि यो चाहिँ पुल हो। धेरै तलसम्म छ, ठाउँमा यस्तो मेगाने आकारका चस्मा आकारका पुलहरू छन्। अनि यहाँभन्दा तल चाहिँ साइडमा जाने ठाउँहरू, यो ठाउँ चाहिँ अलि ठुलो पनि रहेछ, फेमस छ। यता पर्यटकहरू धेरै आउँछन् कि यो ठाउँमा। अनि यहाँको टेक्नोलोजीका कारणले गर्दा जापान चाहिँ फेमस भएको कि जापान चाहिँ किन फेमस भयो भनेर भन्छन् हामी। यहाँको टेक्नोलोजी, यहाँको विकास चाहिँ अचम्म लाग्दो हुन्छ। के गरेका हुन्छन्, के गरेका हुन्छन् हैन। फेरि पर्यटकहरूलाई चाहिँ आकर्षण गर्नको लागि कस्तो बनाएको हुन्छ। यता चाहिँ टक्क साइडमा बस्ने ठाउँहरू छ हैन। मजाको बस्ने ठाउँ छ। खोलाको छेउछाउमा पनि मजाको बस्ने ठाउँहरू छ हैन। अनि टक्क बिचमा चाहिँ हरियाली पनि त्यही अनुसारले बनाएको छ। अनि सफा छ नि त सबैभन्दा पहिला हैन। सफा नै ठुलो कुरा हो कि। जस्तो ठाउँ भए पनि सफा राख्न सक्यो भने जे पनि हुँदो रहेछ कि। यदि तपाईँहरू फेरि जापानमा आएर जताततै भिडियो बनाइराख्नु भएको छ, जापानिजहरू त्यो भिडियोमा आउने तरिकाले बनाइराख्नु भएको छ भने, बनाउँदै हुनुहुन्छ, जताततै चाहिँ भिडियो बनाउनुहुन्छ भने अलिक केयर हुनु होला हैन। किनभने जापानिजहरू चाहिँ सम्भवतः भिडियोमा आउन चाहिँ चाहन्नन्। त्यो चाहिँ उनीहरूलाई राम्रो लाग्दैन हैन। भिडियो बनाउँदाखेरि अलि सचेत हुनु होला। जापानिजहरू त्यहाँ देखियो, जापानिजहरू क्यामेरामा चाहिँ आफ्नो अनुहार देखाउन चाहँदैनन् कि भन्छन् है। मैले त फेरि मलाई चाहिँ त्यस्तो परेको छैन। धेरैले साथीहरूले त्यही भन्छन्, मलाई पनि साथीहरूले भन्थे।
तिमी भिडियो बनाउँछौ, भिडियो बनाउँदाखेरि चाहिँ जापानिजहरूको अनुहार देखिँदाखेरि कि माफ माग्नुपर्छ होइन, अनि कि त्यो क्लिप चाहिँ नराख, काटेर फालिदेऊ भनेर भन्थे परेको। धेरै छ तलसम्म। तल एउटा चाहिँ अनि एउटा अचम्मको कुरा चाहिँ के हो भन्दाखेरिमा जापानिजहरू 70, 80, 90 वर्षसम्म पनि निरन्तर काम गरिरहेका हुन्छन् के। उनीहरू चाहिँ होइन उमेरको ख्यालै हुँदैन, को बुढो हो, को भर्खरको हो, को बच्चा हो, थाहा नै हुँदैन। 70, 80 वर्षसम्मका मान्छेहरू पनि अहिले कस्तो युवा देखिरहेको हुन्छ, मजाले काम गरिरहेको हुन्छ होइन। अनि यहाँ चाहिँ सबैभन्दा पहिला समयको एकदमै भ्यालु हुन्छ कि, समय भनेको यति धेरै भ्यालु हुन्छ नि यहाँ जापानमा। समयलाई फेरि चाहिँ जापानिजमा जिखान भनेर भन्छन्। यो याद गर्नु होला। तपाईँले मिनिङ थाहा थियो कि थिएन? थाहा थियो भने चाहिँ मलाई थाहा थियो भनेर कमेन्ट गर्नु होला। जो जापानिज ल्याङ्ग्वेज पढिराख्नु भएको छ, जापान आउने सोच बनाउनु भइरहेको छ, उहाँहरूले चाहिँ जिखान भनेको समय हो भनेर थाहा छ भने कमेन्ट गर्नु होला। अनि थिएन भने पनि आज थाहा भयो भनेर चाहिँ कमेन्ट गर्नु होला। मैले यो खोलाको छेउमा आइपुगेको छु होइन, तल नै आइपुगेँ। माथिबाट बनाउँदा अलि कस्तो अलि औडा लाग्यो होइन, त्यही भएर म तल आएको छु। तल फेरि होइन यस्तो राम्रो छ होइन। अब यहीँ बसेर टक्क बाहिर चाहिँ गफगाफ गर्ने मन त थियो, तर साथीहरू कोही पनि छैनन् अहिलेलाई होइन। सबैजना काममा गइसक्यो। के हेर्नु है, एक्लै छु होइन जापानमा है। बसाइ चाहिँ अलि रमाइलो छ, तर पनि बिजी छ, व्यस्त छ भनेर खाली भएको बेला यसो घुम्न आउँछु होइन। फेरि आज पहिलो दिन मात्र घुम्न आएको होइन, त्यही त हो नि। घुम्न आउँदाखेरि यो विशेष त चाहिँ नेपालीहरूको र जापानिजहरूको चाहिँ आएर डेटिङ बस्ने ठाउँ हो क्या। अनि खत्रै हो यो डेटिङ बस्नको लागि होइन। तपाईँहरू पनि यदि जापानमा केटीहरू घुमाउनु चाहनुहुन्छ भने टक्क यो खोलामा चाहिँ आउँदा हुन्छ। अनि यहाँ कस्तो हुन्छ भन्दाखेरिमा तपाईँले चाहिँ नेपालमा हामीले चाहिँ केटाकेटी बसेको देख्यो भने चाहिँ खत्रै सोध्छ नि त नेपालको मान्छेहरूले होइन। ओहो यो त बिग्रियो, खत्तमै भयो भन्छन् नि। जापानमा त्यस्तो चाहिँ मतलब हुँदैन कि। लपसप भनेको फ्री हो, रक्सी चुरोट खानु भनेको जापानमा चाहिँ फ्री जस्तै हो कि। तर जहाँ पाए त्यही खानु चाहिँ हुँदैन, तर फ्री चाहिँ फ्री नै हुन्छ। त्यस्तो खासै त्यस्तो चाहिँ हुँदैन जापानमा। रक्सी चुरोट जहाँ पाए त्यही खायो भने त अलिक कडा कारबाही चाहिँ भइहाल्छ, तर त्यस्तो खालको कुनै पनि हुँदैन। तपाईँ अलि सेफली तरिकाले चाहिँ रक्सी चुरोट खानुहुन्छ भने पनि ओके हुन्छ। गर्लफ्रेन्डहरूलाई घुमाउनु ल्याउनुहुन्छ भने पनि ओके हुन्छ, तर विचार गर्नु होला कहाँ घुमाउने भनेर होइन। खोला नजिकै भएको पार्क हो होइन।